फाइनली गाइस मकै रोपेर सकिनु लाग्यो। यहाँ छ्यामाहरूले सक्नु लाग्नु भयो। मैले चाहिँ अल्छी लागेर यहाँ शीतलमा बसिरहेको। यतातिर अब यता रोप्दै रोप्दै आयो गाइसहरू। यता रोप्दै आएको हामी। त्यहाँ आलु छ। यहाँ छ्यामाहरू चाहिँ पुरै छ्यामा यता हेर्नु न, हेर्नु न। हेलो छ्यामाहरूको गाला पनि पसिनै पसिना भएछ है, थाक्नु भएछ। रातो न रातो पसिनै पसिना भइसकेछ। हेर्नुहोस् त गाइजहरू, मेरो छ्यामाहरूले, म चाहिँ झार मात्र टिपेको, छ्यामाहरूले चाहिँ मकै रोप्नु भएको। सबैजना आउनु होला मकै खानुलाई। हाम्रो छ्यामाहरूले रोप्दै हुनुहुन्छ। यस्तो मजाले फल्छ कि यो मकै। मैले चाहिँ झार मात्र टिपेको, छ्यामाहरूले चाहिँ मकै रोप्नु भएको। यसरी रोप्नुपर्छ। छ्यामाहरूले भङ्गेराहरूले पनि खाँदैछ है गाइस। मकै पछि पछि रोप्दै आउँदैछ भङ्गेराहरू पनि। त्यहाँ चाहिँ हामीले आलु खनेर राखिरहेको। कति धेरै फलेको छ आलु। यस्तो छ मौसम आजको टेम्पो एकदमै राम्रो छ। मौसम घाम लागिरहेको छ, एकदम गर्मी गर्मी चढेको छ है। बिरालो पनि रोप्दै हुनुहुन्छ बिचमा। बिरालो रोप्दै हुनुहुन्छ। यसरी रोप्नुपर्छ गाइस। ल खाना है, भिडियो हुँदैछ है। यहाँ इस्कुस हामीले 3-4 छ खाइसक्यौँ हेर्नु त। प्याज दुःख गऱ्यो भने जे पनि हुन्छ है गाइस। म चाहिँ आलु खनिसकेर है घामले राख्दो नपिरो भएको छु है। यस्तो गर्मी छ है गाइस, लास्टै गर्मी छ। आलु 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 गाइस, हेर्नु है आलु। कस्तो राम्रो भयो खरा। हेर्नुहोस् त गाइस, अघि हामीले आलु खन्दै गरेको नि यत्रो निस्केको छ। अघि 2 बोरा लगिसक्यो घर होइन। यहाँ छ 1 बाल्टी एकदम। यो त लास्टको हो नि त होइन छ्यामा। लास्टको कति धेरै फलेको छ। एउटै आलु साह्रै मिठो हुन्छ होइन। तपाईँलाई मनपर्छ भात खानु गाइस। अनि मेरो जति पनि युट्युब च्यानलमा हुनुहुन्छ होइन, जोडिनु भएकोलाई पनि धन्यवाद। र नयाँ नयाँ जति जोडिनु चाहनुहुन्छ सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो बानपन च्यानललाई एकदमै माया सपोर्ट गरिदिनु होला है त भन्दै आजको भिडियो यति नै। यो भिडियो गरिदिनु मेरो प्यारी बहिनी सन्जिता बहिनीलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको युट्युब च्यानलको नाम चाहिँ के हो? मेरो सन्जु के छ राई हो। उहाँ बहिनीको पनि सन्जु राई युट्युब च्यानल छ। सबैजनाले सर्च गरेर सब्सक्राइब गरिदिनु होला। धन्यवाद छ्यामा। धन्यवाद, बाई बाई।